के तपाईलाई रावणका ती 5 अद्भुत र खतरनाक सपनाबारे थाहा छ जुन यदि पूरा भएका भए आजको संसार पुरै फरक हुन्थ्यो। पहिलो सपना, रावण चाहन्थ्यो कि रक्सीबाट आउने दुर्गन्ध पुरै हटाउने। त्यसपछि मानिसहरूले डरले होइन खुला रूपमा पिउन सकुन्। दोस्रो सपना, रावण आफै कालो वर्ण भएकोले ऊ चाहन्थ्यो कि संसारमा एकजना पनि कालो नहोस् ताकि रङ्गभेद र अपमान अन्त्य होस्। तेस्रो सपना, उसले समुद्रको नुनिलो पानीलाई मिठो बनाउने चाहना राख्थ्यो। यदि यो सफल भएको भए संसारमा पानीको अभाव कहिल्यै हुँदैन थियो। चौथो सपना, रावणलाई सुन निकै मन पर्ने थियो। उसले असली सुनबाट विशेष सुगन्ध निस्कियोस् भन्ने चाहन्थ्यो जसले गर्दा नकली असली तुरुन्तै छुटाउन सकियोस्। पाँचौं तथा सबैभन्दा ठूलो सपना, रावण स्वर्गसम्म पुग्ने सिँढी निर्माण गर्न चाहन्थ्यो जसले गर्दा मानिसले जिउँदै स्वर्ग जाने अनुभव गर्न सकुन्। तर भगवान श्रीरामद्वारा वध भएपछि रावणका यी 5 सपना सधैँका लागि अधुरा रहि गए। जय श्रीराम।